ल है साथीहरू, यो चाहिँ हो मेरो घर है। म चाहिँ घर आइपुगिसकिसकेको छु। आफ्नो घर आउँदा चाहिँ एक प्रकारको अर्कै खुसी हुन्छ, किनभने आफू जन्मेर हुर्केको घर हो। त्यही भएर म चाहिँ यहाँ घर आइपुगिसकिसकेको छु। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो मिनी ब्लगमा। र म चाहिँ भन्ने आज घर जाँदैछु है, किनभने चाहिँ आज चाहिँ मेरो बर्थडे थियो र त्यसैले गर्दा चाहिँ म चाहिँ आज घर जाँदैछु। र अब चाहिँ म घर पुगिसकिसकेको छु है। यो चाहिँ हो मेरो घर र म चाहिँ आइपुगिसकेँ। र यहाँनिर आउँदा चाहिँ सबैजना आइपुगिसक्नु भइसकेको रहेछ। आन्टीहरू पनि अस्ति आउनु भएको थियो नेपालबाट, र फुपूहरू पनि सबैजना आउनु भएको थियो। यहाँ चाहिँ बहिनी बसिरहेको रहेछ है। र म चाहिँ आएर सबैजनासँग एकछिन भेटघाट गरेँ, अनि हाँसी मजा पनि गर्दै थिएँ आइपुगेर चाहिँ। र यहाँ बहिनीहरू पनि बसिरहेको रहेछ, उसँग एकछिन आएर दिलकी पनि गरेँ है। अस्ति आउनु भएको थियो भन्दै म दिलकी गर्दै थिएँ। सो र यति गरिसकिसकेपछि चाहिँ अब आमालाई भेट्नु गएँ भित्र है। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बडा, र आमा चाहिँ कहाँ हुनुहुन्छ? घरमा गएपछि पहिला आमाकै खोजी हुन्छ नि त। अनि आमा चाहिँ यहाँ किचनमा रोटीहरू पकाउनु हुँदै रहेछ है पूजाको लागि, र एकदम बिजी हुनुहुन्थ्यो आमा चाहिँ। अन्त आमा भएको घर कति उज्यालो हुन्छ होइन। अन्त आमालाई भेटेपछि खुसी लाग्यो। र यसरी नै अन्त हाम्रो माथि चाहिँ पूजा पनि हुँदै थियो, किनभने घरको पूजा गर्नुपर्ने थियो नि त। अनि यहाँ माथि चाहिँ हाम्रो फिनिसिङ भइसकिसकेको थिएन, त्यसैले गर्दाखेरि पहिला पूजाहरू गरिसकेर त्यहाँदेखि फिनिसिङ गर्ने भनेर चाहिँ यहाँनिर पूजाहरू पनि सुरु हुँदै थियो है। घरको नानीको बर्थडेको लागि पनि पूजा राख्नु भनेको थियो नि त। अनि पूजा गर्दै थिएँ, यहाँनिर बुहारी पनि थियो है। यहाँनिर मन्दिरको पूजाहरू हुँदै थियो र गुरुजीले यहाँनिर सिकाउनु हुँदै थियो रहेछ है। त्यसरी नै म चाहिँ तल आएर फेरि भाइको बर्थडेको लागि यहाँनिर हल्का डेकोरेसन गरेँ यतिको चाहिँ। अनि सबैजना नानीहरू पनि भेला भइसकिसकेको थियो, र यसरी नै केक काट्नु सुरु भइसकेको छ है। हेर्नुहोस् होला। अनि त्यहाँदेखि उसको बाबासँग जिद्दी गरेर केक काट्ने भन्दै थियो भाइले चाहिँ। र अब चाहिँ उसको केकको तयारी भइसक्यो है। अब चाहिँ नानीहरू यहाँ एकदम खुसी छ। र यो केक चाहिँ एकदमै राम्रो रहेछ, मिठो पनि थियो है। र भाइलाई चाहिँ कहिले काटौँ भनेर एकदम एक्साइटेड भइरहेको छ है।